दर्शकवृंद नमस्कार। कार्यक्रम अपन विशेष में अपने सबके हार्दिक स्वागत है। कार्यक्रम विशेष में विशेष प्रसंग में विशेष व्यक्तित्व संग उपस्थित हुई विभिन्न प्रसंग पर बातचीत करबाक लेल आजुक हमरा सबक अतिथि छथि नेकपा एमाले के युवा नेता, चर्चित नेता, युवा के इंचार्ज, पोलिट ब्यूरो सदस्य, पूर्व मंत्री एवं पूर्व प्रतिनिधि सभा सांसद से हो महेश बस्नेत जी। इनका संगे बातचीत करब। यहाँलाई स्वागत छ कार्यक्रम। हजुर धन्यवाद। म छोटोमा यहाँलाई परिचयको आवश्यकता पनि छैन। आज उपनिर्वाचनको मनोनयन दर्ताको दिन 12/2 मा कम्तीमा हुनुपर्ने महोत्तरीतिर जनकपुरतिर डुल्दै हुनुहुन्छ। खास प्रसङ्ग के थियो महोत्तरी आगमनको? अब हामी चाहिँ अहिले दुईटा मिसन चलाइरहेका छौँ पार्टीको तर्फबाट। एउटा चाहिँ मिसन ग्रासरुट भनेर चलाइरहेका छौँ, अर्को चाहिँ हाम्रो पार्टीसँग आबद्ध रहेका 23वटा जनसङ्गठनहरूको चाहिँ महाधिवेशन चाहिँ गरिरहेका छौँ हामीले। त्यसो हुँदाखेरि म युवा इन्चार्ज भएको नाताले राष्ट्रिय युवा सङ्घ नेपालको आउँदो 27, 28, 29 गते नेपालगञ्जमा महाधिवेशन हुन गइरहेको छ। त्यही सिलसिलामा चाहिँ म हिजो पर्सा र बारा थिएँ भने आज यहाँ महोत्तरी आएको छु र आज महोत्तरी जिल्लाको हाम्रो अधिवेशन थियो र त्यो अधिवेशनमा चाहिँ म प्रमुख अतिथिको रूपमा आएको। नेकपा एमाले पपुलर पार्टीको रूपमा परिचित पार्टी, यो मिसन ग्रासरुटको आवश्यकता किन पर्यो? मिसन ग्रासरुटको आवश्यकता किन पर्यो भने पछिल्लो बेलामा अलिकति पुँजीवादी शक्तिहरू, अलिकति सामन्तवादी शक्तिहरू, अलिकति पपुलिस्ट हिसाबले आउन खोजेका नव उदारवादी शक्तिहरू एक ढङ्गले जबरजस्त राजनीतिमा स्थापित हुन खोज्दैछन् र उनीहरूले सबैको लक्ष्य चाहिँ एमालेलाई कमजोर बनाउने भन्ने छ। गठबन्धन बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको सपोर्ट लिएर, कतिपय सन्दर्भमा न्यायालयको, कतिपय सन्दर्भमा चाहिँ सभामुखको समेत साथ लिएर हाम्रो पार्टीमाथि एउटा गम्भीर प्रहारहरू भएका छन् र त्यो कुरालाई हामीले चिर्नु आवश्यक छ। न्यायप्रेमी जनताको न्यायको निमित्त, मुलुकको समृद्धिको निमित्त विशेष गरेर हाम्रो अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको जुन एउटा राष्ट्रिय अभियान चलाउनु भयो त्यसलाई पुरा गर्नको निमित्त एमाले सुदृढ हुनुपर्छ, एमाले शुद्ध हुनुपर्छ भन्ने हाम्रो अभियान हो। त्यसैले मिसन ग्रासरुट भनेको चाहिँ हामी भित्र रहेका कमी कमजोरीलाई पनि सुधार्ने, जस्तो सङ्गठनभित्र अलिकति अराजक प्रवृत्ति पनि देखिएको छ, चुनावमा पनि काहीँ असहयोग भयो, काहीँ चाहिँ असमझदारीहरू कतिपय ठाउँमा प्रकट भयो, कतिपय ठाउँमा अन्तर्घातै भयो, 3टा हकको समस्या देखियो। त्यो कारणले 20-22 सिट हामी त्यसरी हार्यौँ भने हाम्रो निष्कर्ष छ होइन। र पार्टीभित्र जुन कम्युनिस्ट पार्टी एउटा क्याडर बेस, जस्तो हामी हाम्रो पार्टीलाई सङ्गठित सदस्य भन्छौँ, सदस्यले भने कहिले क्रियाशील सदस्य भन्छ। अब कङ्ग्रेसको भनाइ चाहिँ मास बेस पार्टी भएको हुनाले चुनावको बेला अथवा महाधिवेशनको बेलामा उसका कार्यकर्ता खटी पुग्यो, क्रियाशील भए पुग्यो। अब हाम्रो चाहिँ त्यो होइन। हाम्रो चाहिँ पार्टी सदस्य चाहिँ सङ्गठित हुनुपर्छ, प्रशिक्षित हुनुपर्छ, समाजको सामाजिक न्यायको मुद्दा र सामाजिक अभिभावनाहरू जो छ त्यो पुरा गर्नुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त छ। त्यसो भएको हुनाले त्यस्तो पङ्क्तिले मात्रै जनताको बौद्धिक जनवाद, मार्क्सवाद र लेनिनवादको सही ढङ्गले उपयोग गर्न सक्छ र समाजवाद साम्यवाद पुर्याउन सक्छ मुलुकलाई भन्ने हाम्रो निष्कर्ष भएको हुनाले यो मिसन ग्रासरुट अन्तर्गत चाहिँ हामी हाम्रा सदस्यलाई अपडेट गर्छौँ, निस्किरहेका सदस्यहरूलाई हामी अन्य जिम्मेवारी दिन्छौँ, सक्रिय सदस्यलाई अझै एक्टिभ बनाउँछौँ, अन्य पार्टीबाट प्रवेश गर्न खोजेका धेरै साथीहरूलाई हामी गोलबन्द गरिरहेका छौँ। हाम्रो सङ्गठनको गठन पुनर्गठनको प्रक्रिया, अधिवेशनहरूको प्रक्रिया अथवा जनसङ्गठनहरू सबै अपडेट गर्छौँ हामी। यो ग्रासरुट भनेको चाहिँ ओडा र अझ टोलसम्म पुग्छौँ होइन। यसरी हामी समाजका शोषण, दमन र उत्पीडनका स्वरूपहरू के छन्, समाजका समस्याहरू के छन्, त्यसलाई अग्रगामी छलाङ कसरी लान सकिन्छ अथवा यसका प्रगतिशील सुधारमा कसरी पुर्याउन सकिन्छ, राष्ट्रवादी शक्तिहरूले एक ठाउँमा एकीकृत कसरी गर्न सकिन्छ होइन, राष्ट्रियताका मुद्दाहरूलाई कसरी उठाउन सकिन्छ, जनताका दैनिक सरकारका मुद्दाहरूलाई कसरी हामीले उठाउन सकिन्छ भन्ने विषय चाहिँ यो मिसनको विषय हो। त्यसो भएको हुनाले हामीले चाहिँ यहाँ मार्क्सवाद लेनिनवाद जनताको बौद्धिक जनवाददेखि लिएर जनताका आधारभूत विषयवस्तुहरूसँग प्रशिक्षणको रूपमा चाहिँ हामी यसमा पुर्याउँछौँ र मूलभूत रूपमा यति कुरा गरे पछाडि हाम्रो पार्टी बलियो हुन्छ र मुलुकमा बलियो शक्ति स्थापना नभए, राष्ट्रिय शक्ति स्थापना नभए, पार्टी बलियो नभइकन चाहिँ जुन खालको राजनीतिक अस्थिरता देखिन थालेको छ र आफ्नो दुनो सज्याउने भन्छ नि, सबै दलहरूले आफ्नो दुनो सज्याउने र एकदम सत्ताको स्वार्थी खेलमा सहभागी हुने कुराले जनतामा जुन निराशा पैदा हुन खोज्दैछ त्यसलाई अलिकति मलामपट्टि गरौँ भन्ने अभियान हो हाम्रो। तपाईँ एकजना युवा नेता, म युवा पत्रकार, मैले बुझ्न नखोजेको कुरा के हो भने, बुझ्न चाहेको कुरा जसरी ग्रासरुटसम्म पुग्ने यो मिसन छ नि, यसमा माधव नेपाललाई राख्न नसकेको कारण के हो? भीम रावललाई अट्न वा उकुस मुकुस हुनुपर्ने बाध्यता के हो?
यसको विश्लेषण हुन्छ र समीक्षा हुन्छ कि हुँदैन? किनभने कङ्ग्रेसले कम्तीमा विश्वप्रकाश शर्मा र गगन थापालाई त देखाइरहेछ नि त, मैले 2टा महामन्त्री दिए युवा भनेर। यसमा एमाले चुकेको छ कि छैन? समग्र कम्युनिस्ट आन्दोलनको हिसाब गर्ने हो भने त प्रचण्डहरूलाई पनि जोड्न मिल्यो यसमा, होइन? तर नेकपा एमालेको स्कुलिङलाई मात्रै जोड्ने हो भने तपाईँले उठाएको प्रश्न जायज छ, होइन? र माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू जसले यो पार्टीमा ठुलै योगदान दिनुभयो विगतमा, होइन? उहाँहरू अहिले हामीसँग नहुँदा एउटा दुःखको कुरा पनि हो यो, होइन? अब आज उहाँहरूको पोजिसन कुन ठाउँमा छ भने यो उपनिर्वाचनको सन्दर्भमा माधव नेपालको पार्टीले गरेको निर्णय तपाईँ थाहा पाउनु होला। उहाँले कहीँ कतै उम्मेदवार दिनु भएन र 12-2 उहाँले जनता समाजवादी पार्टीको उम्मेदवारलाई सपोर्ट गर्नुभयो, होइन? तनहुँ र चितवनमा उहाँले काङ्ग्रेसलाई सपोर्ट गर्नुभयो, होइन? आज प्रचण्ड, माधव नेपालहरूको सामु एउटा गम्भीर प्रश्न के छ भने प्रचण्डको चितवनको राष्ट्रिय महाधिवेशनमा अहिलेको चाहिँ हाम्रो वर्ग शत्रु भनौँ अथवा अहिलेको समाजको प्रधान अन्तर्विरोध के हो त भन्दा दलाल नोकरसाही पुँजीवाद चाहिँ अहिले समाजको प्रधान अन्तर्विरोध हो। र त्यो अन्तर्विरोधको प्रतिनिधित्व कसले गर्छ त? मूलभूत रूपमा त्यो काङ्ग्रेसले गर्छ। त्यस पछाडि मधेसवादी दलहरूले गर्छन् भन्ने उहाँको निष्कर्ष हो। त्यो निष्कर्षलाई एकदम सपोर्ट गर्ने, होइन? घनश्याम भुषालजीको उसबाट चाहिँ प्रभावित भएर त्यो आयो प्रचण्डको राजनीतिक प्रतिवेदन पनि भनिन्थ्यो त त्यतिखेर। र झलनाथ खनाल त झन् जबजको पक्षधर्ता भन्दा पनि प्रचण्ड पदको पक्षधर्तामा उहाँ देखिनुहुन्थ्यो। उहाँको वैचारिक राजनीतिक लाइन त्यो ढङ्गले देखिन्थ्यो भनेपछि आज उहाँहरू चाहिँ कङ्ग्रेसको पछि लाग्नु भएको छ, उपेन्द्र यादवजीको पछि लाग्नु भएको छ, होइन? त्यसको कारणले उहाँहरूमा आज एउटा ठुलो विचलन आएको छ र उहाँहरूबाट कम्युनिस्ट आन्दोलन बच्छ भन्ने लाग्दैन। उहाँहरू चाहिँ अब कम्युनिस्ट आन्दोलनको एउटा धमिरा हुन्छ नि, कम्युनिस्ट आन्दोलनलाई भित्रभित्र खोक्रो बनाउने, कमजोर बनाउने, समाप्त गर्ने खेलमा जानेर नजानेर लागिसक्नु भएको छ। त्यसो कारण अब हामीले त्यो तहको नेताहरूबाट कम्युनिस्ट आन्दोलन जोगाउने होइन। अब कम्युनिस्ट आन्दोलनलाई चाहिँ आधारभूत तहका श्रमजीवी जनताहरूबाट र जो साँच्चीकै राष्ट्रवादी, जनवादी र प्रगतिशील अभियानमा छन् ती तमाम कार्यकर्ताहरूलाई समेटेर चाहिँ कम्युनिस्ट आन्दोलन बचाउने भनेको। त्यो मिसन ग्रासरुट चाहिँ मास्तिर धेरै यो सूर्यमुखी फुल जस्तो बिहान उदाएको सूर्यदेखि अस्ताएको सूर्य चाहिँ हेरेर उसले आफ्नो दिनचर्या काट्छ नि। अब हाम्रो यो ग्रासरुट भनेको चाहिँ माथि नेतृत्वहरूतिर हेरेर होइन कि तल जनतातिर हेरेर यसलाई अगाडि बढाउन खोजेका छौँ। तर माधव नेपाल, झलनाथ खनालले अब यो कम्युनिस्ट आन्दोलन बचाउनु होला भन्ने ठाउँमा चाहिँ कमसेकम हामी छैनौँ। अब जहाँसम्म भीमरावल कमरेडको कुरा गर्नुभयो, भीमरावल कमरेड अहिले पनि हाम्रो पार्टीको नेता हो। उहाँलाई हामीले चितवनको 10औं महाधिवेशनमा पार्टीको तर्फबाट उपाध्यक्षको रूपमा उहाँलाई प्रस्ताव गरिएको थियो। सिङ्गो हलले उहाँलाई उपाध्यक्ष बस्नलाई अनुरोध गरेको थियो। उहाँले त्यो कुरा मान्नु भएन। त्यसबाट उहाँ चुनाव लड्नुभयो। चुनाव लडेपछि उहाँ झिनो मतले हार्नुभयो, सदस्यमा पनि र अध्यक्षमा त राम्रै मतले हार्नुभयो। त्यस पछाडि उहाँले 10औं महाधिवेशनका निष्कर्षहरू, 10औं महाधिवेशनका राजनीतिक प्रतिवेदनहरू, विधानहरू सबै कुरा स्वीकारेको हो कि नस्वीकारेको हामीले बुझ्न सकेका छैनौँ, होइन? अब अहिले हामी यो मिसन ग्रासरुटमा पार्टीको सदस्यता रिन्यू गर्ने पनि भनेका छौँ। त्यो तहको नेताले मिसन ग्रासरुटमा आफू सहभागी नभइकन पार्टी सदस्यता रिन्यू नगर्ने ढङ्गले जानुभयो भने उहाँ भीमरावलको उम्मेदवारी नै यदि अन्याय हो भने लोकतन्त्रमा त एक किसिमले उहाँलाई दबाउन खोजिएको हो नि त। अहिले एमालेले उम्मेदवारी नै अन्याय हुने पार्टीमा लोकतन्त्र कहाँ खोज्ने त? पार्टी सिस्टममा चाहिँ के हुन्छ भन्दाखेरि पार्टीको निर्णय अस्वीकार गर्न सकिन्छ, नमान्न पाइँदैन। पार्टीको निर्णयप्रति विमति राख्न पाइन्छ, तर म निर्णय मान्दिनँ भन्न चाहिँ पाइँदैन। अब उहाँमा चाहिँ त्यो खालको समस्या देखिन्छ। उहाँले 10औं महाधिवेशनको निष्कर्ष मान्नु भएको छ भन्ने मलाई लाग्दैन। पार्टीका केन्द्रीय कमिटीका विविध सन्दर्भमा भएका निर्णयहरूलाई उहाँले मान्नुभएको जस्तो लाग्दैन। उहाँ यति स्वच्छन्द हुनुहुन्छ कि उहाँ कम्युनिस्ट पार्टीमा हुनुपर्ने क्यारेक्टरमा देखिँदैन। उहाँले चाहिँ पार्टीको निर्णयको विरुद्ध खुल्ला रिपोर्टर्स क्लबदेखि लिएर अनेक खालका मिडियामा गएर च्यालेन्ज गर्नुहुन्छ, होइन? र उहाँले जुन उम्मेदवारी सिफारिस भइसके पछाडि पनि पार्टीको नेतृत्वसँग म उठ्छु भनेर कहिले पनि भन्नु भएन, होइन? र उहाँले उठ्ने कुरा गरिरहँदाखेरि पार्टीका एउटा जेनरल अभ्यासहरूलाई चाहिँ म स्वीकार गर्छु, त्यो अनुसार हिँड्छु भन्ने कुरा त जुनसुकै उम्मेदवारले पनि स्वीकार्नुपर्छ। त्यो कुरा उहाँले स्वीकार्नु भएको छ। एमाले कहाँसम्म पुगिसक्यो? अब भीमरावललाई राख्ने कि अब जानुस् तपाईँ पनि एकजना गएर के हुन्छ भन्ने हो एमालेको? अब होइन, अहिले विष्णु पौडेलजीको नेतृत्वमा सचिवालयले जुन टिम बनाएको छ त्यसको उद्देश्य भनेको चाहिँ नि वार्ता गर्ने र उहाँलाई पार्टीका महाधिवेशनका निष्कर्षहरू, पार्टीका निर्णयहरूका निष्कर्षहरूका आधारमा उहाँलाई चाहिँ अगाडि बढ्नको लागि प्रेरणा दिने र त्यो मोडालिटीमा उहाँ आउनुभयो भने सदस्यता रिन्यू गर्न लगाएर उहाँलाई पार्टीको नेताको रूपमा स्वीकार गर्ने। अब त्यो मोडालिटीमा आउनु भएन भने चाहिँ अब भीमरावल कमरेडको हकमा चाहिँ वारपार गर्नुपर्छ भन्छ। किनभने म अस्ति पनि धनगढी गएर आएको थिएँ 4 दिन अगाडि, र त्यहाँ तमाम अगुवा नेताहरू, होइन, हामी बसेका थियौँ। उहाँहरू सबैको भनाइ के छ भने एउटा निष्कर्षमा पुर्याउनुपर्छ। भीमरावलजी हाम्रो एमालेको नेता हो कि होइन, हो भने त्यही अनुसार उहाँले
पार्टीको नीति सिद्धान्त विचारलाई बोकेर हिँड्न पर्यो, होइन भने चाहिँ उहाँले पार्टी छोड्नु पर्यो भन्ने चाहिँ मलाई लाग्छ यो वार्ता समितिले चाहिँ उहाँलाई सहज ढङ्गले पार्टीमा हिँड्ने वातावरण बनाउँछ। अब उहाँले त्यो सहजतालाई सहजताका साथ स्वीकार्नु भएन भने सायद पार्टीबाट उहाँ बिदा पनि हुन सक्नुहुन्छ। प्रतिनिधि सभा र प्रदेश सभाको आम निर्वाचनको नतिजा त्यसपछिको सरकार त बन्यो, तर एमाले कुनै फल पाएन त्यो सरकारले। त्यसपछि राष्ट्रपति गुमायो, बल्ल तल्ल एउटा सभामुख पाउनुभयो। यसमा माधव नेपाललाई कति सम्झिनुहुन्छ? त्यो माधव नेपाल फ्याक्टर जसलाई सदुपयोग गरेर प्रचण्डले शेरबहादुर देउवाले जुन किसिमको फल चाख्यो नि यो बिचमा अहिलेसम्मको गतिविधि हेर्दाखेरि, त्यो त एक किसिमले हो नि त, माधव नेपाललाई सदुपयोग गरेर उहाँहरूले फल चाख्नुभयो। अनि यो कति कमी महसुस हुन्छ एमालेलाई माधव नेपाल? पोलिटिक्सलाई गणित र अवसरको आँखाबाट हेर्दा तपाईँले भनेको प्रश्न अहम प्रश्न हुन्छ, होइन? अब हामीले बहुमत ल्याउन सकेनौँ, हाम्रो मिसन त 51% भोट ल्याउने थियो, किनभने 40 महिनामा केपी ओली सरकारले यति लोकप्रिय काम गरेको थियो, त्यो जगमा हामी ल्याउन सक्छौँ भन्ने आत्मविश्वास। किनभने भक्तपुर 2 मै यहाँ पराजित भइरहँदा त्यो कुरा त महसुस गर्नुभएको होला। त्यो स्वाभाविक हो, गठबन्धनको कारणले म थोरै भोटले हारेँ, होइन? र गणितीय हिसाबले हेर्ने हो भने तपाईँले भनेको कुरा हो, त्यसमा माधव नेपाललाई पनि समेट्ने, प्रचण्डसँग हामी अपमानित भएर पनि पछि लाग्ने, अब आदि इत्यादि गर्न सकिन्थ्यो होला, होइन? र यतिखेर चाहिँ हामी गणित र अवसरबाट चाहिँ हामी त्यो नजरबाट हेर्न हुँदैन पोलिटिक्सलाई भन्ने छ हाम्रो चाहिँ बुझाइ। त्यस हुनाले हामी यो सत्ताको फोहोरी खेलमा सहभागी नहुने, हाम्रो कुनै एउटा नेतालाई चाहिँ कुनै एउटा ठुलो पोस्ट दिएर अथवा कुनै सुविधामा पुऱ्याएर कम्युनिस्ट आन्दोलन बलियो हुन्छ भन्ने चाहिँ हाम्रो बुझाइ होइन। किनभने राजनीतिक रूपमा 62-63को आन्दोलनले एउटा उपलब्धि हामीले प्राप्त गऱ्यौँ, एउटा चाहिँ ठुलो चाहिँ नि एउटा चाहिँ नि जनताले चाहिँ अधिकारहरू प्राप्त गरे, होइन? तर सामाजिक र सांस्कृतिक र आर्थिक यो तीनटा पाटोमा चाहिँ हामीले उपलब्धि प्राप्त गर्न सकेका छैनौँ, होइन? यो प्राप्ति गर्नको लागि चाहिँ हामी सरकारमा लिसो टाँसे जस्तो टाँसेर हुने नहुने जायज नाजायज शर्त र तर्कहरू मानिदिएर कुनै एउटा नेतालाई प्रधानमन्त्री बनाउने, कुनै एउटा नेतालाई चाहिँ राष्ट्रपति बनाउने, त्यो मोडलमा जानु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ। त्यसो हुनाले मुलुक स्थिरता नभइकन सुशासन हुँदैन, सुशासन नभइकन भ्रष्टाचार अनियमिततालाई कन्ट्रोल गर्न सकिन्न, त्यसो नभइकन समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सकिन्न। अब यो गर्नको लागि बलियो पार्टी चाहिन्छ, बलियो पार्टी भनेको बहुमतवाला पार्टी चाहिन्छ अथवा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ, होइन? त्यसो हुँदाखेरि अब यो मुलुकलाई हामीले संविधानमै छलफल गरेर 2 दलीय व्यवस्थातर्फ लाने हो कि? त्यसो हुँदा एमालेसँग अथवा एमालेसँग जोडिएका गठबन्धन, कङ्ग्रेस अथवा कङ्ग्रेससँग जोडिएका गठबन्धन बिचमा सहकारी भएर चुनाव हुन्छ। 5 वर्ष कमसेकम सरकार बन्ने ग्यारेन्टी हुन्छ। एमालेको सरकारभन्दा कङ्ग्रेस सशक्त प्रतिपक्ष रहला, कङ्ग्रेसभन्दा एमाले सशक्त प्रतिपक्ष रहला, होइन? त्यसले कमसेकम विकासको एउटा नयाँ मोडालिटीमा मुलुकलाई लान्छ, विकास दिन्छ, समृद्धि दिन्छ, रोजगार दिन्छ भन्ने हाम्रो निष्कर्ष हो। त्यसो भएको हुनाले अब हामी चाहिँ नि माधव नेपाललाई यता ल्याउने कि प्रचण्डले फेरि गएर चाहिँ उहाँको चाकाटी गरेर जाने कि अथवा देउबाका फेरि डिनर पार्टी गर्ने कि भन्ने मोडालिटीमा चाहिँ हामी छैनौँ। जस्तो प्रचण्ड र देउबाको अहिलेको सम्बन्धलाई पनि मान्छेले रुचाइरहेको छैन नि त। हिजो मैले अहिले पनि भने चितवनबाट चाहिँ नि बरु शत्रु घोषणा गरेको छ कहाँले, प्रचण्ड गभर्मेन्टले। हिजो चाहिँ 50 लाख टाकाको मूल्य शेरबहादुर देउबा सरकार हुँदा प्रचण्डको तोकेको छ। प्रचण्ड भूमिगत हुँदा सबभन्दा पहिलो टार्गेट शेरबहादुर देउबाजी अथवा कङ्ग्रेसका मन लाग्छ सबभन्दा ठुलो क्षति अहिले नै बिहोर जनयुद्धको, होइन? एमाले पनि झन् 700 भन्दा बढी मान्छे मरेको छ, होइन? मुक्तिनाथ अधिकारी जस्ता व्यक्ति टिचरहरूलाई घाँटी रेटेर मारेको छ, काजुल खातुन जस्तो 8 वर्षको बालिकालाई जिउँदै जलाएको छ, बाँदरमुढेमा त्यता घटना घटेका छन्, होइन? अब यो चाहिँ द्वन्द्वकालीन घटनाहरू हुन् र सत्य निरूपणको माध्यमबाट एकदम लचिलो र चाहिँ एकदम त्यो जनताको भन्दा पनि पीडकलाई नै फाइदा हुने खालको कानुन ल्याएर टुङ्ग्याउने भन्ने जुन प्रचण्डको मोडालिटी छ र त्यो मोडालिटीलाई स्वार्थको सत्ता स्वार्थको लागि कसैले जुन साथ दिन खोज्दैछ, यो त हिसाब किताब हुन्छ नि राजनीतिमा। त्यस भएको हुनाले हामी चाहिँ यो खालको सम्झौता गरेर पोलिटिक्समा नजाने भन्ने नै हो। प्रचण्ड गभर्मेन्टले तेर्साएका यस्ता विविध सम्झौताहरूलाई चाहिँ जसरी प्रचण्ड विरुद्ध एउटा रिट अगाडि बढ्न खोज्यो नि, त्यसपछि सबै माओवादी हामी एक हुन्छौँ भन्ने किसिमले जसरी चुनौती दियो नि यहाँहरूलाई, अनि तपाईँहरू चाहिँ किन मिल्न नसक्ने? त्यो समीक्षा कति हुन्छ? अब माधव नेपाल घनश्याम भुसालहरूसँग किन मिल्न नसक्ने सम्भावना किन छैन? प्रचण्डको रिट चाहिँ विशेष गरेर शान्ति सम्झौता पछाडि, होइन, द्वन्द्वकालीन मुद्दाका मानव अधिकारका सित सम्बन्धित गम्भीर अपराधहरूलाई कानुनी प्रक्रियामा ल्याउनुपर्छ भन्ने चाहिँ अन्तर्राष्ट्रिय शान्ति निरूपणका हरेक देशका, चाहे अफ्रिका हो चाहे जुनसुकै देशका मुलुकका उदाहरणहरू भए, होइन? प्रचण्डले किन यसलाई डिले गरिरहेको छ त? शान्ति प्रक्रिया 16 वर्ष भइसक्यो पनि किन टुङ्गिरहेको छैन भन्दा सामान्यतया 20 वर्ष पछाडि यस्ता गम्भीर मुद्दाहरू हद्मा सकिन्छ भन्ने अन्तर्राष्ट्रिय एउटा चाहिँ प्रचलन रहेछ, नजिक रहेछ, होइन? त्यसलाई उनी टार्न खोज्दै थिए। अब पीडितहरूमा जुन तहको आक्रोश प्रकट भएको छ त्यसले उहाँहरू सर्वोच्चमा जानुभयो, होइन? अब रवि लामेछानेको केस त प्रचण्डको हेरी त कमजोर केस हो, सामान्य केस हो, होइन? आज रवि लामेछाने चाहिँ नागरिकता बिन भएर उपचुनावबाट फेरि लड्न जानुपर्ने,
अनि प्रचण्डले चाहिँ नि त्यो तहको गम्भीर विषयवस्तुलाई नटुङ्गाउँदाखेरि उनी चाहिँ फेरि प्रधानमन्त्री भइरहनु पर्ने यो ढङ्गले त्यो मुद्दा मार्फत सत्यनिर्भर तथा मेलमिलाप आयोग बनाउने कानुन बनाउने र शान्ति प्रक्रियालाई टुङ्गिने कुरामा जानुपर्छ र मानव अधिकार गम्भीर अपराधीहरूलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता बोक्छौँ हामी होइन। अब दोस्रो कुरा माओवादी बिचको एकता भनेको चाहिँ नि म त्यो सम्भावना देख्दिनँ, किनभने प्रचण्डलाई सत्ताको भर्याङ बनाउनुको निमित्त आज प्रचण्डले कम्युनिस्ट सिद्धान्त विचार नीति कार्यक्रम सबै त्यागे भन्ने लाग्छ मलाई। हिजो संसद व्यवस्थालाई चाहिँ बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था भन्थे एमालेलाई, दक्षिणपन्थी पार्टी हो हरियो घाँसमा लुकेको हरियो सर्प भन्थे होइन, भाइ काङ्ग्रेस भन्थे होइन। आज सबभन्दा धेरै बोकाको टाउको देखाएर कुकुरको मासु खाएको छ भने प्रचण्डले खाएका छन् होइन। एमाले भन्दा 10 गुणा बढी भाइ काङ्ग्रेस प्रचण्ड भएका छन् होइन। केपी ओली भन्दा 10 गुणा भाइ काङ्ग्रेस माधव नेपाल भएका छन्। यो चुनावमा माओवादी र नेकपा यस भन्ने पार्टीमा त यति गम्भीर प्रश्न उठ्यो कि आज 3टै निर्वाचन क्षेत्रमा चाहिँ उनीहरूले आफ्नो उम्मेदवार खडा गर्न सकेनन् र कङ्ग्रेस र उपेन्द्र यादवको चाहिँ पछि पुच्छा लाएर हिँड्नु। समय कम छ, उपनिर्वाचनको कुरा गर्नुभयो। 12-2 मा पुरुषोत्तम पौडेल, तनहु 1 मा सर्वेन्द्र खनाल, चितवन 2 मा रामप्रसाद न्यौपाने। यो उम्मेदवारहरू आफै जित्नको लागि हो कि कसैलाई जिताउन वा हटाउनको लागि हो? नेकपा एमाले हाम्रो विरुद्ध व्यापक गठबन्धन हुँदाखेरि अनेक खालका शक्तिहरू लाग्दाखेरि पनि हामी शक्तिशाली चाहिँ उभिएका छौँ र गत निर्वाचनमा पनि सिङ्गो गठबन्धन हुँदाखेरि पनि मधेस प्रदेश लगायत 6वटै प्रदेशमा हामी पहिलो पार्टी छौँ भने राष्ट्रिय राजनीतिमा पनि सङ्ख्याका हिसाबले कमसेकम हामी 10 सिट कम रह्यौँ, तर जनमतका हिसाबले हामी बढिनौँ। जनताले बनाउन चाहेको चाहिँ ठुलो पार्टी हामी नै हो। त्यसो कारण यो 3टै उपनिर्वाचनमा चाहिँ हामीले चाहिँ गम्भीर ढङ्गले लिएका छौँ, सशक्त उम्मेदवार दिएका छौँ र 3टै निर्वाचनमा हामी जित्ने अपेक्षासाथ हामी गएका छौँ। त्यसो हुँदाखेरि 3टै निर्वाचन चाहिँ एमाले एकदम जित्ने तयारीका साथ गएको छ। 12-2 मा पुरुषोत्तम पौडेलको जितको सम्भावना वा आधार के देख्नु भएको छ? अब उपेन्द्रजीको 2-3 कुरा देख्छु म। एउटा, उहाँले आफूलाई मधेसको मसियाको रूपमा उभ्याउनु भयो होइन। 16 वर्ष कङ्ग्रेसको सत्तामा मधेसमा जुन खालको भ्रष्टाचार अनियमितता कुशासन भयो, उपेन्द्रजी र महन्तजीहरू आएपछि त्यो चाहिँ नि अन्त्य होला भन्ने मान्छेको बुझाइ थियो। उहाँले यहाँ अब बरोबर मुख्यमन्त्री पनि चलाइरहनु भएको छ होइन। अब उहाँका छोरी बचाओ छोरी पढाओ, चेली बचाओ चेली पढाओ पनि कति बदनाम भयो, कति त्यहाँ भ्रष्टाचारहरू लुकेका थिए होइन। म त यतिसम्म सुन्छु कि जनकपुरमा यो हप्तामा 3-4 चोटि आइसकेँ होइन। अहिले बजेट बनाउने क्रममा चाहिँ उपेन्द्र यादवजीका पार्टीका तमाम कार्यकर्ता यहाँ जनकपुरका होटलमा बसेका छन् र उनीहरूले सुरुमै चाहिँ नि पार्टी कार्यालयमा 10% तर पनि उहाँकै पार्टीको हातमा साँचो छ मधेसको अहिले पनि र त्यसभित्र तपाईँहरू सरकारमा प्राविधिक कारणले साँचो होला होइन। तर अहिले चाहिँ 10% 20% सुरुमै दिएर बजेट आउने कुरा छ। त्यसो हुनाले आज उपेन्द्र यादव र महन्तजी चाहिँ नि मधेसमा कङ्ग्रेस या एमालेको बैशाखी नटेकिकन आफूलाई स्थापित हुन नसक्ने ठाउँमा हुनुहुन्छ। 70को जनताले त्यो शिक्षा उहाँलाई दिए र आज उहाँ 12 मा फेरि रामसायजीलाई उहाँले उपराष्ट्रपति बनाएको चाहिँ रामसायजीको हित र उहाँको भलो चाहेन। उहाँ चाहिँ आफू प्रतिनिधि सभामा प्रवेश गरेर फेरि लाभका पदहरू लिनको निमित्त रामसायजीप्रतिको उहाँको चाहिँ गोहीको आँसु भन्छ नि होइन। गोहीले कुनै माछा या केही खानु पऱ्यो भने यसो आँसु झारेर गरेको त्यो रामशाह उपराष्ट्रपतिज्यूप्रतिको चाहिँ उहाँको माया भनेको चाहिँ त्यो गोहीको आँसु हो। त्यसो भएको हुनाले उपेन्द्रजीले यता कोर मधेस अथवा हिजो चाहिँ मधेस आन्दोलनको केन्द्र अथवा चाहिँ जननी भनिन्थ्यो सप्तरी सिरा अथवा विशेष गरेर जनकपुरलाई, त्यो ठाउँ छोडेर उहाँ 12 मा जानु भने चाहिँ उहाँले चाहिँ कोर सिटी एरियाबाट चाहिँ मधेसको कोर एरियाबाट उहाँ क्रमशः विस्थापित हुनुहुन्छ भन्ने हो होइन। अब सीके राउतजीको सन्दर्भ पनि अब उहाँले ठुलो क्रान्तिकारी कुरा गर्नुहुन्छ होइन। मल खातको कुरा गर्नुभयो, विभाजनको कुरा गर्नुभयो, किसानहरूलाई लाठो लिएर उतार्नुभयो। अब म आज के सुन्दैछु भन्दाखेरि उहाँका भित्रका आन्तरिक कुराहरू आउँछ नि त। किन उहाँले सञ्चालन मन्त्री के अरे खानेपानी मन्त्री छोड्नुभयो भने उद्योग मन्त्री हुँदा त्यहाँ उद्योग वाणिज्य आपूर्ति पेट्रोल पम्प सारा छ होइन, अर्बौँ पैसा त्यहाँ छ, वर्षको कमाउन सकिन्छ, यसमा त सकिन्न भनेपछि उहाँहरूलाई आज अरू ठुलो कुरो केही होइन कि पैसा कमाउने धन्दातिर उहाँहरू लागिसक्नु भएको छ। त्यसो हुँदाखेरि मलाई लाग्छ वैकल्पिक शक्तिको रूपमा उपेन्द्रजी अथवा सीके राउतजी होइन होइन। अब कङ्ग्रेस अथवा माओवादीको त कुरा गर्ने भएन, उहाँलाई समर्थन गर्नुभएको छ र कङ्ग्रेसको पनि त्यहाँ मनोविज्ञान के देख्छु भन्दाखेरि छुट्टा चुनाव लडेको भए कङ्ग्रेसको र एमालेको प्रतिस्पर्धा हुन्टाउँथ्यो। अब कङ्ग्रेसले ठुलो भोट सानो पार्टीलाई हाल्दाखेरि कस्तो हुन्छ भने पाथी हुन्छ नि, पाथीको धान चाहिँ मानोमा हाल्दाखेरि पोखिन्छ, मानवको धान चाहिँ पाथीमा हाल्दाखेरि चाहिँ नि जोसी हुन्छ होइन। तपाईँ कङ्ग्रेस र एमालेका कङ्ग्रेसलाई उपेन्द्रजीले सपोर्ट गरे भए चाहिँ कङ्ग्रेस बलियो हुन्थ्यो। अब उपेन्द्रजीले कङ्ग्रेसले भोट हाल्ने भनेको चाहिँ त्यो पोखिनेवाला छ र त्यो चाहिँ एमालेतिर आउँछ। कङ्ग्रेस र एमालेको नेताहरू व्यक्तिगत रूपमा मधेसी दलका नेताहरूलाई विभिन्न टिक्का टिप्पणी गर्ने, विरोध गर्ने, तर संस्थागत रूपमा यहाँकै पार्टीले गत निर्वाचनमा जसपासँग मिलेर आज मधेसमा पहिलो पार्टी हुनुभयो। बैशाखी त टेक्नु भयो नि त जसपा होइन। हाम्रो पार्टीले जसपासँग मिल्ने गएको होइन कि जसपा चाहिँ हाम्रो पार्टीसँग मिल्न आएको होइन, यसलाई यसरी बुझ्नुपर्छ।
र किनभने जसपाले त हाम्रो पार्टीप्रति यति धेरै वितृष्णा फिजाएको थियो कि सिङ्गो मधेसमा एमाले निषेधित बनाउन खोजेको थियो, केपीओले निषेधित गर्न खोजेको थियो होइन। अझ म त स्वयं साँची छु नि, सुरेन्द्र यादवजी हाम्रो पार्टीमा प्रवेश गर्ने प्रकरणमा त उपेन्द्र यादवजी र बाबुरामजी त ठुलो अपहरणको फन्डा मचाएर हामीलाई त कार्यान्वयन गर्नु खोज्नुभएको थियो होइन। विशेष गरेर केपी ओलीको सरकार बने पछाडि 64 वर्ष अल्पत परेको होला कि राजगाउँ बन्यो, जनकपुर जयनगर रेल चल्यो होइन। प्रत्येक सदरमुकामहरूमा 1-1 अरब बजेट छुटाएर सघन शहरी विकास कार्यक्रम सुरु भयो होइन। पूर्व पश्चिम राजमार्ग सुरु भए, रेलमार्ग सुरु भए, कोशी मरिन डाइभर्सन आयोजना सुरु भयो होइन। यहाँ हावाहुरीमा भत्केका घरहरू बन्ने काम सुरु भयो, फुसका छाना विस्थापित गरेर जस्ताका छाना बन्ने काम सुरु भयो। यी तमाम कुराले मधेसवादी के अरे मधेसका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीले के कुरा महसुस गर्नुभयो भने उपेन्द्रजीहरूले चाहिँ हामीलाई झुटको राजनीति गर्नुभयो। वास्तवमा हिजो गाली गरेको केपी ओलीले नै बरु हाम्रो हितमा काम गर्यो भन्ने भयो र आज मधेसमा पहिलो पार्टी भएको कारण त्यो र उपेन्द्रजी हाम्रो पछि लाग्नु, महन्तजी कहाँको पछि लाग्नु चाहिँ उहाँहरूको बाध्यता हो। हामी उहाँहरूको पछि लाग्यो। प्रश्न धेरै थियो, समय सीमित भयो। अब युवा नेताको हैसियतले पनि युवाका धेरै प्रश्नहरू थिए, तर सीमित समय छ। वैशाख 10 गतेको उपनिर्वाचनपछि केही उथलपुथल होला र कङ्ग्रेस एमाले पनि मिलेर सरकार बनाउन सक्छ भन्ने हल्ला छ। अब यसलाई कसरी पुष्टि गर्न सक्नुहुन्छ तपाईँ? अब काङ्ग्रेसको चरित्र कस्तो देखिन्छ भने सर्वसत्तावादी चरित्र देखिन्छ। ऊ सत्तामा रहँदा मात्रै टिक्न सक्छ र सत्तामा नरहँदा टिक्न सक्दैन। किनभने यो पुँजीवादी पार्टीहरूको विशेषता हो। उसले दलाल नोकरसाही पुँजीवादीसँग साँठगाँठ गर्छ, राज्यको स्रोत साधनलाई उनीहरू मार्फत परिचालन गर्छ, आफ्नो कार्यकर्ता त्यही ढङ्गले परिचालन गर्छ, त्यो पार्टी टिक्छ। यदि सत्तामा रहेन भने कहाँ धेरै गाह्रो हुन्छ, माछा बिना पानी बिनाको माछा जस्तो हुन्छ। त्यसो हुनाले उसको इतिहास, देउबाको इतिहास पनि तपाईँ हेर्नुभयो भने हाम्रो सभापति देउबाजीको के छ भने गिरिजाप्रसाद कोइरालाको सरकारलाई उहाँले नीति तथा कानुन त फाल्यो नि त 52 सालमा होइन। 74 र 36 भन्ने 110 सिटको काङ्ग्रेस, गिरिजाप्रसाद कोइरालातिर 14 जना सांसद रहे, देउबातिर 36 जना रहनुभयो भनेपछि आफ्नै पार्टीको प्रधानमन्त्रीलाई फालेर स्थापित भएको शेरबहादुर देउबाजी होइन। 56 को चुनावमा कृष्णप्रसाद भट्टराईले चाहिँ प्रधानमन्त्री भनेर गिरिजाबाबुले 100 ठाउँमा भाषण गर्नुभयो। तर उहाँले तपाईँकै कुरा मान्ने हो भने उहाँले त प्रस्ताव गर्न सक्नुहुन्छ नि त, अब मलाई प्रधानमन्त्री दिनुहोस्। म त्यही ठाउँमा पुगेँ भनेपछि उहाँले भट्टराईलाई हटाएर आफै प्रधानमन्त्री बन्नुभएपछि कङ्ग्रेसले आफैभित्र त असहिष्णु छ भने अब प्रचण्ड जतिको घाँडो मान्छेलाई बोकेर देउबा हिँड्लान् भन्ने मन लाग्दैन। त्यसो देउबाजीको प्रस्ताव आयो भने एमाले देउबासँग दुवै हातमा लड्डु छ। किनभने उहाँले 76 अनुसारको सरकार दाबी गर्दाखेरि पनि ठुलो पार्टीको हैसियतले उहाँले दाबी गर्न सक्ने स्थिति छ होइन। सरकारमा फेरबदल हुने अथवा चाहिँ नि 76 2मा फर्किन्छ भने अब त्यो संवैधानिक प्रश्न चाहिँ यो चाहिँ फेरि 76 2को अभ्यास हुन्छ कि 3मा जान्छ भन्ने चाहिँ फरक विश्लेषण हुने चाहिँ सम्भावना छ। जे भए पनि अब देउबाले सरकार बनाउने स्थिति बन्यो भने आज एउटा जन्म जबरजस्ती बुद्धिजीवीहरू के हुँदैछ भने राजनीतिक स्थिरताको लागि चाहिँ जनताको जुन म्यान्डेट छ यसपालि त्यो चाहिँ एमाले या कङ्ग्रेसको बिचमा समझदारी भएर गयो भने चाहिँ 5 वर्ष सरकार टिक्छ। नत्र भने चाहिँ अब प्रचण्डले लाभ लिने, अब प्रचण्ड पछाडि 10 सिट महानेपल पाउँछन् भने मैले 5 वर्ष देउबालाई दिन तयार हुनुहुन्छ? 5 वर्ष देउबाले लिने गर्नुभयो त्यो त म जान्दिनँ। किनभने समान हैसियतमा हुन्छ सहकार्य होइन, समझदारी। 5 वर्ष देउबालाई दिने भन्ने कुरा त नहोला होइन। समान हैसियतमा अगाडि बढ्ने कुरामा कङ्ग्रेस एमाले बिचमा सहकारी भयो भने त्यसलाई अन्यथा ठान्नु हुँदैन भन्ने लाग्छ। अमूल्य समय दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। मलाई जुन अवसर दिनु यसको लागि अपन टिभीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। दर्शकवृन्द, यसैले नेकपा एमाले पोलिट ब्युरो सदस्य, पूर्व मन्त्री, पूर्व प्रतिनिधि सभा सांसद, युवा इन्चार्ज महेश बस्नेत थिए। इनकासँगै बातचित भेल राजनीतिक विषय, इनकर पार्टी के जखन अभियान चल रहा है मिशन ग्रास रूट यावत विषय में बातचीत भेल। फिर से कार्यक्रम अपन विशेष में दोसर श्रृंखला में विशेष व्यक्तित्व संग विशेष प्रसंग पर बातचीत करवाक उपस्थित है। एखन के लिए आज्ञा दिया, नमस्कार।